आलु चप भनेर नझुक्किनु नि, यो फेरि आलु चप होइन। सुरुमा त झुक्किनु भयो पक्कै पनि, सेम छ नि त हेर्दा आलु चप जस्तै। यो चाहिँ आलु चपको अल्टरनेटिभ ब्रेड आलु चप हो है। आलु चपलाई नि फेल खुवाइदिने नयाँ रेसिपी आएको रहेछ क्या मार्केटमा, अनि म नि ट्राई गरेँ। ब्रेड ल्याएको कति धेरै दिन भइसकेको थियो क्या, अनि आज लास्ट एक्सपाइरी डेट थियो, खाएकै थिएन, युटिलाइज भएकै थिएन कि यो ब्रेड। अनि यत्तिकै फाल्न पनि त कस्तो माया लाग्छ नि त। खानेकुराहरू सितिमिति फाल्न मन लाग्दैन कि मलाई, सकेसम्म खाएरै सक्न मन लाग्छ है। तर यो ब्रेड चाहिँ कति 4वटा स्लाइस नै थियो क्या, अनि यो एक्लै खाएर त सकिन्न पक्कै पनि। अनि खाना खाने टाइम नै भइसकेको थियो। खाना खाने टाइममा त फेरि भातै चाहिन्छ, नेपाली हो नि त। अनि जसरी नि खाना चाहिँ खानै पर्छ क्या, अनि यो ब्रेडलाई कसरी युटिलाइज गरौँ भन्ने भइरहेको थियो। अनि त्यसपछि मैले टिकटक स्क्रोल गर्दा चाहिँ तर त्यो भन्दैमा उठेर बनाइहाल्ने त हुँदैन नि त। स्क्रोल गर्यो, वाओ भन्यो, कस्तो मिठो देखिएको भन्यो है। अनि टिकटक स्क्रोल गर्दै बस्ने हो नि त। तर यो ब्रेड युटिलाइज गर्नलाई भयो नि मैले चाहिँ जागर जुटाएँ है बल्ल तल्ल, अनि ट्राई गरेँ। कस्तो मिठो हुँदो रहेछ क्या। आलु चप भन्दा चाहिँ मलाई यो चाहिँ ठिक लाग्यो है अहिले चाहिँ। थ्याङ्क यू फर द रेसिपी है, ट्राई गरेको। यस्तो मिठो, यस्तो दामी दामी भएको थियो क्या।